हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईहरुलाई मेरो नयाँ ब्लगमा स्वागत छ। लङ टाइम पछि आज भिडियो बनाउँदैछु, तपाईहरुले फुल वाच गरिदिनु होला। म चाहिँ एकदम सन्चै आरामै छु, त्यही पनि टाइम म्यानेज गर्न सकेको कारणले चाहिँ मैले भिडियो रेगुलर पोस्ट गर्न सकिन। त्यसको लागि सरी भन्न चाहन्छु र आजदेखि भिडियो रेगुलर आउँछ है। सबजनाले साथ सपोर्ट दिँदै गर्नु होला र हाम्रो ब्लग हेरेर इन्जोय गर्नु होला। आज चाहिँ म हाम्रो रुममा छु है, भर्खरै सुतेर उठेको, यतिकै बसिराखेको छु। बाहिरको मौसम देख्न सक्नुहुन्छ झ्यालबाट है। अहिले घाम पनि लागेको छैन, एकदमै राम्रो छ। छिमेकीहरूले बाख्रा चराउँदैछ है। यस्तै छ है साथीहरु। अनि मैले खाना पनि खाइसकेको छु र आजको दिन चाहिँ के कस्तो हुन्छ म सबै तपाईहरुलाई देखाउने नै छु। भिडियो पुरा हेर्नु होला। ल साथीहरु, आज चाहिँ म रुममै छु है। हाम्रो रुम पनि यस्तै छ। हामी दुईजना बुढाबुढी रुममा बसिरहेको छौँ र हाम्रो कपडा लुगा फाटो यता त्यता पनि सब गन्डागोल छ हैन। यहाँनिर के सामानहरु पुगेको छैन। सब चाहिँ बाहिरको भ्यू पनि म देखाउने नै छु। यहाँनिर यतिको चाहिँ लाउनु पर्छ फेरि हैन। हाम्रो बाहिरपट्टि यस्तो छ ब्रन्डा। आज चाहिँ घाम लागेको छैन, त्यही भएर एकदमै राम्रो देखिरहेको छ मौसम पनि। लेट्स सी गाइज, अन्तिमसँग हेर्नु होला। गाइज, हाम्रो भतिज चाहिँ एकदमै फिल्म लभर हो हैन। एकदम टिभी हेरेपछि रुँदैन हैन, ज्ञानी भएर फिल्म हेर्छ है। यतिको चाहिँ हुनु पर्यो क्या भाइ भनेको हैन। भाइ आहो के छ, रुने हैन ल, फिल्म हेर्ने ल। हाम्रो भाइ चाहिँ एकदम ज्ञानी छ अनि हामी दुईजना भएर आज फिल्म हेर्दैछ। हाम्रो भाइ पनि यहाँ छ, हाम्रो भतिज है। अनि उहाँ फिल्म छ ऊ माथि त्यस्तोमा राखेको है। ल गाइस, हामी चाहिँ एकदम बसेर फिल्म हेर्दैछौँ है अहिले चाहिँ। कस्तम भनेको कम्ता ज्ञानी छ, रुँदैन नि, कम्ता ज्ञानी छ। फिल्म देखाइदिएपछि त ढुक्क हेर्नुहुन्छ क्या हाम्रो भतिज। बुङ्गा हुन्छ है, बुङ्गा हुन्छ यहाँ चाहिँ। आइज यता यता आइज ल ल ल। हामी चाहिँ खेल्दै हो गाइज। काका भतिज यो रुन्छ कि अनि यसलाई चाहिँ ढुङ्गासँग खेलाउनु पर्छ है। भर्खर 15 महिनाको त भयो नि। उक्त भान यसरी घर बुङ्गा लन्छ है। यता आइज ल, आइज फेरि ल। हाई भन्दैन, हाई भन्दैन, हानु मन यता हानु मन। ए बज्या फुटाउने रहेछ ल। ऊ परान ऊ त्यो बोतल लान यसरी हान। हाँसै मिठो क्या, गाउनु भन्दा त हँसाकै राम्रो होइन त। रुइस भने त खत्तम हुन्छ नि त। हान हाई भन्दैन, हेलो गाइज भन्दैन, हेलो गाइज सन्चै हुनुहुन्छ भन्दैन। यो चाहिँ क्रस हो क्या। क्रस भनेको अब बुझ्नु होला नि, त्यही हो। ल खै त खै म यहाँमा ढुङ्गा टिप्छु। यो सानो कहाँ जाने साथीहरु। आज चाहिँ बबाल छ कसम। आजको जस्तो मौसम चाहिँ कहिल्यै थिएन जस्तो लाग्यो मलाई त। के हो, सुनकोखोरो हो भन्छ मालामान पैसा कमाइन्छ बेचेर कसम। सेपारो पो रहेछ। घर त्यहाँ छ है गाइस, घरको लुक्स। मौरी त फेरि हाम्रोमा बाटो हुन्छ नि, फेरि मौरी किन्ने हो। हामी त ढुङ्गामा मौरीको होइन, मौरीको घर बनाएर हामी त्यहाँ मौरी पाल्छौँ। मौरी पालेर हामी टन्न आम्दानी गर्छौँ होइन त। त्यहाँ पनि के हो, चारैतिर हो हाम्रो त। बाख्राको गोठमा पनि मौरी, घरमा पनि मौरी, बाटोमा मौरी। ओभर हो कि हामीले फेरि कसम। के हो, धन्दा गर्नु भएको एक्लै कति रिस हेरेको। आमामा एकचोटि त मिठो नजरले हेर्दिनँ नि।
कति नै तपाईँ चाहिँ कसरी ब्लग बनाइदिनुहुन्छ अरे आम्मा यति धेरै काम है बुहारी मान्छेलाई त गाह्रो हो आफू भने यत्तिकै बसिरहने आफ्नो बुढी भने यत्तिको काम गर्ने यत्तिको चाहिँ हुनुपर्छ है ल कतिको रमाइलो आउँछ काम गर्नु आम्मामा ज्यानै जाने हेरिदिन्छ क्या फेरि होइन दाँतबाट खुन आइरहेछ खोइरौँ ए खुन भनेको त खोर्सानी खाएको रहेछ पाकेको दाँतमाथि अड्काएछ क्या म त नि त्यही भएर खुन आएछ भनेको होइन ठिक छ ल यतिको काम चाहिँ गर्नुपर्छ म चाहिँ पानी लगाइदिन्छु है साथीहरू के छ नि यहाँ किचन चाहिँ हाम्रो वर्ल्डमै नम्बर 1 हो नि फेरि वर्ल्डमै छैन क्या यतिको किचन हाम्रो त्यहाँ खाना पकाउने यता सब्जी पकाउने यता खाना पकाउने यता सब्जी पकाउने हाम्रो सानो मिनी किचन है एकदमै भाइरल वर्ल्डमै छैन ल च्यालेन्ज जान्छु वर्ल्डकै टप नम्बर 1 किचन बुझ्यो नि कुरा हाम्रो गाउँ त डाँडा काँडाले ढाकेको पो छ त हो चारैतिर डाँडा छ चारैतिर बिचमा गाउँ छ ओल्लो घरदेखि पल्लो घर देखिँदैन है गाह्रो छ हौ पर छ घरहरू जुम गरेर हेर्नुपर्छ नर्मल आँखाले देखिँदैन है घरहरू छ नि टन्नै छ घरहरू है तर देखिँदैन अब राम्रो ठाउँमा कहाँ देखिन्छ त होइन ती तराई जतिकैसम्म छ डाँडा काँडा बन्दै छैन सबै देखिन्छ घरहरू अनि सुनेको थिएँ यो तार बेच्यो भने त करोडपति हुन्छ अरे म चाहिँ यो तार बेचेर करोडपति हुनु पर्यो गाइस किन्ने कोही छ कसम यो तार त फेरि हेर्दा मात्रै यस्तो नि यो त लास्टै महँगो तार पो थाहा छ एकदमै महँगो तार हो नि फेरि म त यो बेचेर रात करोडपति हुन्छु टेक्नोलोजी आँप खानु मन लागेको थियो के गर्नु छिमेकीको आँप चोर्नु जानु भएन आँप त पाकेको रहेछ होइन म चोरमा पर्दिनँ बरु गएर 2-4 जना मागेर खान्छु चोर्दिनँ क्या पुरा सिद्धा खानु न हो कितना गरम है तुम कैसे खड़ा हो जाएगा इधर इतना गरम है आदमी मर जाएगा पानी त यतै रहेछ तपाईँ कति साह्रो खाना पनि जुठो अहिले चाहिँ हामी बसिरहेको यतिकै आँप खाँदै एउटा आँप थियो मैले एक्लै खाएँ यो मुख मिठाउँदै हेर्ने हो बसेर होइन अब दिन्न म अघि एउटा दाना खाइसकिहालेँ यो त मेरो भएको भएन अब बाँडेर खानुपर्छ त हो तर अब एउटा खाइसके मुख यस्तो छ बिगारेर यस्तो छ होइन अब हामीले खानुपर्छ नि त राजा आउँदै बसिरहेको छ आम्मा के साह्रो है खाने हो भाइ हाम्रो गाउँतिर चाहिँ यहाँले आँप पाकेर बर्बाद छ है कति मिठो छ फेरि कहिले नसके हुन्थ्यो जस्तो लाग्छ आँपको साथ पनि खाइयो ल साथीहरू आज चाहिँ यति नै ल भिडियो छोटो भयो आजको भिडियो यहाँ इन्ड गर्दैछु
नेक्स्ट भिडियो वेट गर्नु होला र नयाँ साथीहरुले युट्युब च्यानल सब्स्क्राइब गर्दै जानु होला है त थ्यांक यू सो मच बाइ बाइ